हाई एभ्रिवान, ह्याप्पी दसैँ। इट्स मी सुस्मिता महत। म चाहिँ आज दसैँको मिनी ब्लग बनाउँछु भनेर रेडी गरेको छु। उठेदेखि म चाहिँ उठेर रुमहरू हल्का सफा गरेँ, सबै कोठाहरू एकदम धेरै फोहोर भएको थियो। उठेर ब्रसहरू गरेँ, ब्रस गरेपछि एकछिन चाहिँ फ्रेस हुनलाई म चाहिँ आफ्नो घरबाट देखिने भ्यूहरू हेर्दैछु। यस्तो देखिरहेछ हाम्रो घरबाट चाहिँ भ्यू एकदम राम्रो, एकदम धेरै पानी परिरहेछ। म चाहिँ उठ्न साथ तातो पानी खान्छु, एकछिन बसेर तातो पानी खाएँ। तातो पानी खाएपछि फेरि रुम सफा गर्नतिर लागेँ। मैले चाहिँ अब बिहान उठेर हल्का मोइस्चराइजर मात्रै लगाउँछु। रुममा चाहिँ कुर्ताहरू सबै रुममै राखेको थिएँ। अब पाहुनाहरू आउँदा त यहाँनिर अप्ठ्यारो हुन्छ भनेर सबै मैले उता रुममा सेट गरेँ। मेरो कुर्ताहरू चाहिँ सबै अब दसैँ भरेर चाहिँ कुर्ता नबेच्ने भनेर सबै उता लगेर थन्काएँ मैले। कोठा चाहिँ जति सफा गरेँ नि, यता झोला यता कुर्ता यस्तो हुने क्या मेरो चाहिँ जति सफा गरे पनि। यसपालि चाहिँ हाम्रो घरमा टिका लाउने बाबा म भाइ मात्रै छौँ। मम्मी चाहिँ जापान जानुभएको छ। मम्मी नभएको भएर नि एकदम नरमाइलो लागिरहेको छ। यो दसैँ चाहिँ खासै त्यस्तो दसैँ जस्तो लागेको छैन। भए पनि अलिअलि सरसफाइ त गर्नु पर्यो भनेर कुचोहरू लगाएँ मैले। मलाई चाहिँ हल्का सन्चो पनि छैन, त्यही भएर यसपालि खासै घरमा दसैँ पनि आएको छैन, राम्रोसँग सफा पनि गर्न पाएको छैन। हल्का हल्का लगाएँ मैले आफूले सके जति चाहिँ। भाइ चाहिँ उठेको पनि छैन, 8 बज्न लागिसक्यो है। मैले चाहिँ सफा गरेँ हल्का हल्का सबै। म चाहिँ यस्तो मान्छे हो कि काम गर्दै नगर्ने, गरेपछि एकदम राम्रो गर्ने हो क्या। मलाई चाहिँ फेरि त्यो यस्तो कामचोर काम गर्नै मन लाग्दैन। जे काम होस् मलाई स्टार्ट गर्नै मन लाग्दैन। स्टार्ट गरेपछि चाहिँ एकदम क्लियर पाराले गर्न मन लाग्छ। घरमा काम गर्ने नि कोही हुनुहुन्न नि त, मम्मी पनि हुनुहुन्न। त्यो भएर आफैले सकि नसके हल्का हल्का सफा गर्दैछु। म चाहिँ अब मेडिसिन खाँदैछु। मेरो चाहिँ मर्निङमा र बेलुका इभिनिङमा खाने 2टा औषधि छ। अब बिहान चाहिँ म चाहिँ चियाहरू नास्ता रेडी गर्दैछु। भाइ बाबा म मेरो लागि अब नास्ता खाएर अनि सबै फेरि रेडी गर्नुपर्ने छ दसैँको लागि चाहिँ। तपाईँहरूलाई चाहिँ दसैँ कतिको लागेको छ? मलाई चाहिँ एकदम धेरै लागिरहेको छ। आज मम्मी नभएर खासै रमाइलो चाहिँ भएको छैन। भए पनि अब नेपालीको महान चाड दसैँ रमाइलो मान्नै पर्यो। अब म चाहिँ जामसाम लगाएर हामी बिहान खाना चाहिँ टिका लगाएपछि खाने भनेर बिहान चाहिँ अलिअलि सबैले नास्ता खायौँ। अब त्यसपछि यहाँ टिका लगाउन सानो बहिनीहरू पनि आए। हाम्रो यहाँ नजिकै छ, हाम्रै मामा घरको बहिनी हो। दिदी पनि आउनुभयो। अब म चाहिँ रेडी हुनलाई दिदीले यहाँ चुरा लगाइदिनु लाग्नु भएको छ। मेरो चाहिँ हात एकदम ठुलो छ, मान्छे सानो भए पनि हातहरू चाहिँ एकदम ठुलो छ। फेरि चुरै पस्दैन, नारीमा चाहिँ ठुलो हुन्छ। दिदीलाई पनि चुरा लाउन नआउने रहेछ। हामी दिदी बहिनी मिलेर मरी चुरा लगायौँ। टिका लाउनको लागि हामीले सबै कुरा रेडी नै बनायौँ। मम्मीले चाहिँ जापानबाट फोन गर्नुभयो। मम्मीलाई चाहिँ हाम्रो नेस्रो लागेको भनेर रुनै लाग्नु भएको थियो। यस्तो भएपछि चाहिँ नरमाइलो लाग्यो मलाई पनि। अब म चाहिँ मेकअप गर्दैछु। यसो हल्का हल्का मेकअप गर्नु परिहाल्यो, दसैँ त हो। अनि मैले चुरा लगाएँ, मलाई चाहिँ एकदम मनपर्छ चुरा लगाउन। कपालमा धागो पनि लगाएँ। अब हाम्रो टिका लगाउने बेला भयो। बाबाले टिका लगाइदिनु भयो। हाम्रो बहिनी मक्ख भइरहेको छिन् पैसा पाएर। अनि बाबाले मलाई लगाइदिनु भयो। देखेर चाहिँ मम्मीको धेरै याद आइरहेको थियो मलाई। सधैँ मम्मीसँग लगाएको बानी यत्रो 22-23 वर्षसम्म फर्स्ट टाइम मम्मी नहुँदा चाहिँ नरमाइलो लागिरहेको थियो। बाबाले भाइलाई पनि लगाइदिनु भयो। हाम्रो यो भाइ चाहिँ 3जना दिदी बहिनीको एउटा भाइ हो, सबैको प्यारो भाइ। भाइले बाबालाई खुट्टा पनि ठोक्यो। अब भाइले पनि मलाई टिका लाउने पालो आयो। हाम्रो चाहिँ सानो भए पनि भाइले टिका लाउने चलन छ, माइती हो नि त। त्यो भएर अहिलेदेखि नै हामी चाहिँ पहिलेदेखि नै भाइले लाउने चलन थियो टिका। हाम्रो चाहिँ लगाउँछौँ। भाइसँग चाहिँ 20 रुपियाँ पैसा छ, म 20 रुपियाँ दिन्छु भनेर भाइले 20 रुपियाँ दिँदैछ। यस्तो चाडपर्वमा चाहिँ सबैजना सँगै भयो भने मात्रै रमाइलो लाग्ने रहेछ। अब छन त हामी 6जना परिवार हो। अब जेठी दिदी नि आफ्नो घर जानुभयो, माइली दिदी जापान, मम्मी जापान। त्यो भएपछि चाहिँ अलि नरमाइलो हुने 3जना मात्रै। अब हामी चाहिँ टिका लाउनलाई ठुलबाबाको घरतिर गयौँ। बाबा अर्को बाइकमा अगाडि जानुभयो, भाइ र म चाहिँ अर्को बाइकमा जाँदैछौँ। ठुलबाबाकोमा बाबाले चाहिँ टिकै लाउनु भएको थिएन नि त। त्यो भएर अब ठुलबाबाकोमा हामी पुग्यौँ। ठिमी बाबालाई ठुलबाबाले टिका लगाइदिँदै हुनुहुन्छ, सबैजनालाई पाले पालो। हाम्रो ठुलबाबा र बाबा चाहिँ उस्तै जस्तो हुनुहुन्छ, सेम टु सेम जस्तो। अब फेरि पालो आयो, हाम्रो हिरो भाइको टिका लगाउने पालो भयो। हाम्रो चाहिँ ठुलबाबाको पनि सबैजना दिदीहरू हुनुहुन्छ। ठुलबाबा हाम्रो सबैको एउटा मात्रै हो भाइ चाहिँ। अनि मैले अलिअलि फोटो भिडियो पनि खिचेँ। घरमा चाहिँ खिचेको थिइनँ, त्यही भएर ठुलबाबाको घरनिर चाहिँ खिचेँ हल्का फोटो भिडियोहरू। दिदीहरूसँग पनि सिङ्गल पनि खिचेँ। अब चाहिँ हामी फेरि यताबाट निस्किन लागेको। हामी अब यहाँ चाहिँ फुपूहरू पनि उता जाने भनेर हामी सँगै गयौँ। फुपूको छोरी पनि हामीसँगै गयौँ। हामी चाहिँ तिरपल लोड गयौँ 3जना।
फेरि मेरो चाहिँ फुपूले टिका लगाउने पालो आयो। अब बहिनीहरूलाई मैले नि टिका लगाइदिनु पर्यो अरे। अब मैले बहिनीहरूलाई दिएको आशीर्वाद पनि सुनौँ है त। भने भान्छु दुधनी केटाकेको पुगोस् लागोस् नौदा केस नझरोस् हिँड्दा ठेस नलागोस्। अब अर्को वर्षदेखि हामी नभए नि मामा घर सम्झेर आउनु टिका लाउनलाई। मामा माइजूलाई माया गर्नु, बाबाको नाम राख्ने एउटा यस्तो जागिर खानु, बहिनीले यस्तो सम्झेर बहिनी हाम्रो नि काम गर्दै भन्न पाइयोस्। ल नौदा केस नझरोस्। कपाल चाहिँ साह्रै भएन है, सोएन। म त अघि झन् त अस्ति बिपरा लगाएँ त हो कि भन्नु त साँच्चै आइज न। अब बाबालाई चाहिँ पाल्नु। अब एकजना भान्जीले चाहिँ एकदम राम्रो गरिदिने भन्नु। अब हामी नभए टिका राम्रो सम्झेर मामा माइज आउनु। भाग्यमानी भएछ। बहिनीहरू चाहिँ अब घर गए, तिरपल लोड उठी हिँडिरहेछन्। बहिनीहरूलाई पुऱ्याएर चाहिँ भाइ आयो। अब हामी चाहिँ मामा घरतिर लाग्यौँ। मामा घर पनि हामी यहाँ तल भाइको मितको घरमा पनि टिका लाएर मित बाबा मम्मीसँग टिका लाएर मामा घर गयौँ। मेरो भिडियो चाहिँ यति मात्र रहेछ। मेरो घर चाहिँ यही हो। बाई बाई। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। हजुरहरूले यस्तै माया सपोर्ट गरिदिनु होला। थ्याङ्क यू। बाई बाई।